जाँदैछु रियाक्सन कस्तो हुन्छ मम्मी राजमानी एकछिन पोखरी यहाँ भिडियो आउँदैछु साथीहरू अनि मलाई टिकटकमा देखेको साथीहरूले पनि युट्युबमा देख्नुभयो भनेपछि पनि यसो टक्कला सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। नमस्ते वेलकम ब्याक टु माई च्यानल। साथी कस्तो हुनुहुन्छ? स्वस्थ अनि व्यस्त हुनुहुन्छ? फेरि पनि हजुर सामु न्यू डे न्यू भ्लग लिएर आइसकेँ। म हजुरको प्यारी राधिका भन्दै भिडियो स्टार्ट गर्नुभन्दा अगाडि म के को लागि भिडियो लिएर आएँ भनेपछि साथीहरू है त आज एकदम स्पेसल भिडियो लिएर आएको छु। मेरो साथी अनि भाइरल टिकटक स्टार मेरो साथीलाई हजुर सामु लिएर आउँदैछु होइन। उसलाई चाहिँ म भेट्न जाँदैछु अनि उसको फेरि रियाक्सन कस्तो हुन्छ साथीहरू है। मनको घर चाहिँ फर्स्ट टाइम जाँदैछु साथीहरू होइन। अनि मेरो चाहिँ बच्चादेखि साथी स्कुलदेखि साथीहरू होइन मेरो चाहिँ। अनि उसलाई चाहिँ म भेट्न जाँदैछु। उसले मलाई बार बार मलाई आऊ 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 भनेर मलाई रिक्वेस्ट गरिरहेको थिएँ। त्यसैले उसलाई भेट्न जाँदैछु। म उसको रियाक्सन कस्तो हुन्छ साथी हजुरले देखाउँछु है त साथीहरू। अगाडि जाउँ के हुन्छ त है साथीहरू। तिर हामी पुग्न लागिसक्यो साथीहरू होइन। कहाँनिर त्यो घर जल्दी आऊ न। के गर्नु म त गर हिँडि थाकिगयो अरे। जल्दी आऊ न लेट भयो। आइगयो कि घर आइगयो। अलि मिठी खाउँ त अहिले। ल साथीहरू हामी चाहिँ पुग्न लागिसक्यौँ है। उनलाई एकदम हामी सरप्राइज गर्न जाँदैछौँ साथीहरू। अनि के हुन्छ अगाडि जाउँ त। हामी पुग्न लागिसक्यौँ पुग्दैछौँ है त। मेरो साथीभाइ आउँदैछ है ल त अगाडि जाउँ त। अगाडि जाउँ साथीहरू है आउँदैछ जल्दी लाग्नु माने भएर गम्भीर साथीहरू हाम्रो मम्मी र ठुलो मम्मी अनि मेरो भाइ त्यही जाँदै हुनुहुन्छ यहाँ आइपुग्नु सकेको छ। यही हो आउला छ जाँदै हुनुहुन्छ मम्मीले राजमानी एकछिन पोखरी यहाँ भिडियो आउँदैछु साथीहरू। लाज नमान्नु है म भिडियो बनाएको छु है साथीहरू। लास्टसम्म हेर्नु होला। आइपुगेछौँ साथीहरू हामी। यहाँ देख्यो यहाँ मान्छे पहिले थपाइ बसे जस्तो छ त यहाँ त। अब ल टिकटकमा देखाउने किन लाग्यो अलिक देखाउनु लाज लाग्यो अरे। लाज लाग्यो यिनी मेरो साथी कसले चिन्नु साथीहरू। ल कमेन्टमा कमेन्ट गरिदिनु होला है ल। कसले चिन्नुहुन्छ कमेन्ट गरिदिनु होला। यहाँ देखो यहाँ अब आएको कति बजी भेट भयो अरे। हाई गाइस के छ एकदम सानैबाट साथी होइन एक क्लास पढ्दाखेरिको साथी हामी होइन। के गर्छु आज धेरै वर्षपछि भेट भयो खुसी लाग्यो। भनौँ गर्नु होला मलाई चिन्ने जतिले माया गरिदिनु होला कमले पनि होला भन्न चाहन्छु भनेर कि। अनि अरू के छ किन धेरै माया गर्ने धेरै वर्षपछि चाहिँ आज मेरो साथी भेट्न आएकी छिन्। एकदम म खुसी छु। अनि हामीले अलिक यता चाहिँ साथीहरू हाम्रो मेरो हामी चिन्थ्यो है सानैबाटको साथी एकदम कस्तो अनि मलाई त्यति खास चिन्नुहुँदैन अनि उसलाई चाहिँ देखाउन लागि होइन मसँग भेट आएको छु म साथीहरू। माया सबै गरिदिनु होला साथी। भिडियोलाई स्किप नगरेर दिनु हामीले के गर्छौँ हाम्रो क्रियाकलाप के हुन्छ त आज लाइक कमेन्टमा गरिदिनु होला। कमेन्ट गरिदिनु होला को को हुनुहुन्छ को हुन् फेरि भनिदिनु होला साथीहरू है।
चिन्नुहुन्छ कसरी चिन्नुहुन्छ है साथीहरु न त अगाडि जान्छ है त उनको चाहिँ टिकटक स्टार हुँदैछ हैन उसै छिटो बनाउँदैछन् हैन साथीको फ्यानहरु आएर छिटो बनाउँदैछन् हैन कति छिटो रहेछ दुईटा बाहिर टिकटक स्टारहरु अरे वाह हल्का रमाइलो हैन साथीहरु यहाँ चाहिँ टिकटक साथीहरु यहाँ चाहिँ मम्मी आन्टी ठुमम्मी हुनुहुन्छ अनि भाइजान यहाँ कसरी हुनुहुन्छ ठुमम्मी म गाइदिसकेको छु है तो साथीहरु मेरो चाहिँ फार्मिङको काममा म चाहिँ आज यति बस्छु होला अनि मेरो साथी चाहिँ अनि साथीको चिट गर्नु आउँछ कि तले बोल्न लागेको अनि म चाहिँ आज यति बस्छु होला अनि पछि के हुन्छ आजको दिनभरि भोलिको दिनभरि दिनभरि यहाँ चाहिँ कपडा उठ्दैछ साथीहरु हामीहरू तीनजना साथीको कुराकानी चल्दैछ यहाँ दिदी कौसी आउँदै हुनुहुन्छ यहाँ भाइले खाँदैछन् के हो बाबु त्यो यहाँ यो खाँदैछन् आन्टीले कपडा गर्दै हुनुहुन्छ भाइ र आन्टी हो भाइ र सुन्त आन्टी हो यहाँ ठुमम्मी हुनुहुन्छ यहाँ मम्मी हुनुहुन्छ बाबु माइदेऊ न कतै साथीहरु दिएको सबैजना हामी यति मात्र छु आज चाहिँ म पनि यहाँ बस्छु सक्दिनँ थाहा भएन यहाँ मम्मीको बल्ल मम्मी कति गोरे खाएको भाइ यो मोबाइलमा त म त रियलमा त ती काली छु त मोबाइल त क्यामेराले है गुरु देखाएको छ म त यहाँ साथीहरु म त यहाँ छु मैले ठुमम्मीको बल्ल समाज साथीहरु यहाँ मेरो भाइ नाच्दैछ बाबु म को हो दिदी हो नाम के हो मेरो यहाँ भाइ छ हामी चाहिँ यता बसिरहेको हजुर होइन प्रियङ्का दिदी हजुर ए हाम्रो पनि त्यहाँ रिसामा खाप्छ त्यहाँ भयो रिसाएर यहाँ आन्टीहरू हुनुहुन्छ यहाँ कपडाहरू छ सिलाएको हामी त्यता बसिरहेको कुराकानी गरिरहेको मेरो भाइ यहाँ चकचक गरिरहेछ यहाँ एउटा बाबु यहाँ बसिरहेको यस्तो घाम छ साथीहरू मेरो मैले समाजको भिडियो कस्तो लाग्छ मेरो सबै कमेन्ट गर्नु है नाइ के ठुमाको समाज त्यही भएर के म ल अब ठुमम्मी गाउनुहुन्छ साथीहरू साथी हाम्रो चाहिँ नास्ता हुँदैछ है त हजुर नास्ता नास्ता डिउ है डिउ हो त्यसपछि नास्ता हामी चाहिँ अब नास्ता गर्दैछौँ के हुन्छ साथीहरू
हामी खाएर पनि देखाउँछौँ हजुर साथीहरू हाम्रो चाहिँ यो पार्टी हुँदैछ भन्नाले पनि साथीहरू आएर हाम्रो चाहिँ नास्ता हुँदैछ साथीहरू है त हाम्रो बाबु चिज गर न ल ल चख्न चाहियो नि दिदी हातमा साथीहरू फर्स्ट बाइट है त फर्स्ट बाइट खाएर ल भनेर बिर्सिएको खाएर ल चाउमिनै खाने हेलो हाई गाइज खाए ल मेरो चाहिँ हामी चाहिँ एकदम सानै 1 क्लासबाट 9 क्लाससम्म पढेको साथी आज चाहिँ साथीहरू मेरो छेउसम्म भेट्न आउनुभएको छ त्यसैले अब सानो यसो नास्ताको तयारी हुँदैछ नास्ताको स्वागत है स्वागत हुँदै अनि हाम्रो निकाल चाहिँ ब्लग बनाउँदै हुनुहुन्छ सबैजनालाई कमेन्ट सब्सक्राइब गर्नु होला अनि कस्तो लाग्छ कमेन्टमा सल्लाह सुझाव पनि दिनु होला भर्खरको न्यू ब्लग हो उहाँको चाहिँ भर्खर स्टार्ट हुँदैछ हैन स्टार्ट हुँदैछ भनौँ सुरुबाटै माया गर्नु होला सबैजनाले हेर्नु होला अनि भन्न चाहन्छु यति धेरै साथीहरू सबैले खाना आउनुभएको छ मेरो ब्लग चाहिँ उहाँको अलिकति उतातिरको अलि नाजुक बोल्न आउँदैन बोल्न आउँदैन कि उहाँ अलिकति लाजी हुनुहुन्छ किनभने सानै क्लासबाट पढ्ने बेला अलिक घुसघुसे टाइपको हजुर पढ्ने बेला पछाडि बेन्चमा कोचिने यिनीहरू म चाहिँ रोटी लिएर खाने किताबमा यो पनि यस्तै थियो अरे एकदम रमाइलो है तर अहिलेको भन्दा पहिलाको पल चाहिँ एकदम राम्रो पहिलाको पल चाहिँ अहिलेको पल पनि राम्रै छ भनौँ पहिलाको बस्नुमा चाहिँ सबै ठिकै छ अहिले पनि एकदम ठिकै छ तर पनि धेरै बालापनको याद आउँदाखेरि एकदम रमाइलो हुँदैछ साथीसँग बालापनको साथीहरू है धेरै पछि हामी जम्मा भएर अहिले हामी यहाँ रमाइलो गरिरहेको साथीहरू झन् भयो हामी चाहिँ अब चिसो खाइगयो अब यो चाहिँ खाना चाउमिन खाएर के हो कि यो थाहा खाइगयो चाउमिन खाएर खाएर हुँदैन खाएर भने अनि खाएर फोटो खिच्छु त यसमा फोटो खिच्छ यहीबाट चाहिँ के गराउनु पर्छ खास चाहिँ गाई थियो म चाउमिनहरूमा भनेपछि अलिकति टाढै छु क्या यो भनेपछि अलिकति नजिक योबाट अलिक टाढै छु फ्रीमा पाएपछि तन्काइदिने हो कि ना गाईहरू हजुर छोराको हो कि यस्तो नेपालको हामी देखेको फेरि लाग्यो है साथीहरू यस्तो यसमा पनि केही पनि सानो त छैन कहिले मिसाहरू बपन दिन्छु फेरि हो धेरै भयो कि फेरिको माग्यो हो खाऊ कि दियो न अब किनभने आउनु छैन छोराको चोरी फेरि खायो बाबुलाई थाहा छैन भोलक बनाउनु मान्छ त यस्तो देखो आओ देने के लिए
गिर गया अब के अनि साथीसँग भेटेपछि रमाइलो गर्न मन लाग्छ अब रमाइलो गरेपछि हाँस लाग्छ त्यसमा गिर्यो चिसो गिर्यो अरे चौमिन गिर्यो चिसो गिर्यो लैगो मित्र लैगो चोरी खाया क्यों मक्स बाङ्गो भयो अलिक गल्ती लाउँदाखेरि पहिलो जग्गा भन्ने मान्छे आफै हाँस्नु अनि नहाँसेर भन्नु न मलाई तिमीले के सोचे आउँदैन नाच खाइ खान ढाडु बाबु पेट यहाँ पुग्ने पेट यहाँ खाली दुखा यहाँ आउनु सुन्दा यता आउनु हाय गाइस म फेरि आइसके मेरो एन्ट्री हो फेरि म देखेन कि भाइ मेरो एन्ट्री भयो अलि अलिकति धेरै खाएर अलिक अपच भएको अवस्था त्यही भएर कुनामा गएर यसो ल सुन्दा सुन्दा यहाँ बस तिमी यहाँ बस है अरे चिंकी बेटा मैं आ गई और तुम्हारे लिए जान अहिले पछि म आयो के बाहा बाहा राम्रो बाहा चलो मेले में चलते हैं। म पछि देखाउँछु खाना खाएर गाडी भइयो यसो साथीहरु कोही खाँदैमा आउनु नगर हैन म पछि गइन्छु के खाने बित्ति साथीहरु हिजो हामी यहाँ टिकटक गर्न लाग्नु छ आन्टी ठुलो मिरु दिदी सबैजना टिकटक गर्न लाग्नु छ यहाँ आन्टी हो यहाँ दिदी यहाँ मम्मी हो अनि यहाँ टिकटक गर्न लाग्नु छ भाइले मलाई कस्तो भाइ राम्रो यहाँ टिकटक गर्न लाग्नु छ यहाँ टिकटक गर्न लाग्नु छ हामी खाएर भेटिसकेको छौँ यी खाएर भेर टिकटक गर्न लाग्यो मैले खाएर भेटिसकेँ म चाहिँ भलो गर्छु साथीहरू अरू उता गएर म यहाँ भलो यहाँ बाबुले खाँदैछन् दिउ यहाँ चाहिँ टिकटक गराउँदै हुनुहुन्छ यो भाइले बसेको कि लास्टै यहाँ माथि यहाँ म त देखाउँछ यहाँ भयो अनि यहाँ चाहिँ यहाँ खाएर भेटेको यहाँ खाएर भेटेको टिकटक गराउँदै हुनुहुन्छ मम्मी
दिदी गर यहाँ ल टिकटकमा व्यस्त हुन्छ त कोही न क्लास लिएर गर त्यस्तै मम्मी है यहाँ त ऐनामा देखेको छु म देखेको छ अघि गरम पनि नदिने कि मम्मी यता हाई गर्नु न दिदी यता हाई गर्नु त मेरो को सुन्दैनन् खाएर भ्याइसकि भनेर टिकटकमा लगाएको साथीहरू मेरो दिदी दिदी हाई गर्नु न त यहाँ ठु मम्मी साथी मेरो आन्टी हाई गर्नु यता आन्टी मम्मी यता हेर्नु न हाई गर्नु न मम्मी यता हाई गर्नु न मम्मी यता हाई गर्नु न भाइ छ त्यता सुन्त आन्टी यता हाई गर्नु त 70 रुपियाँ कुरा कहिले सुनेनन् म त बोल्दैन गलत जग्गामा देख्छु के ठुमलीको अनि देवेर यस्तो घाम छ मम्मी दिसेर केही छैन अब मेरो अब हाम्रो मम्मीको स्टेप है त यहाँ यस्तो भइसक्यो उयो दोकानको हालत यता हाम्रो मम्मी अप्सरा यहाँ उभो होइन खालके चित्त पुगेन अहिले अनि उता दोकान छ यहाँ चाहिँ हेर्ने अब हाम्रो उसले भने यहाँ चाहिँ हुनुहुन्छ मम्मी फाइनली साथीहरू म चाहिँ घर आइसकेँ घर आयो भने मेरो साथीको घरमा होइन हो जो तपाईँहरूले सुनिता बचपनदेखि सानो बालापनको साथीहरू है हामी चाहिँ कति पछि भेट भएको होइन साथीहरू अनि हामी चाहिँ आएर यहाँ बसिरहेको छौँ अब हामी आफ्नो घरतिर आफ्नो काममा पसलमा जाँदैछौँ होइन अनि म पनि अब त्यति जान्छु आफ्नो घरतिर बहिनी घरतिर लाग्छु अनि साथीहरू अनि अब भिडियोलाई यहीँ के गरौँ यहीँ इन गरौँ होला अनि कस्तो हुन्छ अब तपाईँलाई के लाग्छ कस्तो लाग्छ भिडियोलाई स्किप नगरेर अनि साथ सपोर्ट गरिदिनु होला अनि जाँदा नयाँ साथीहरू सब्सक्राइब गरिदिनु होला 4 शब्द यताबाट पनि हेलो हाई गाइस सबैलाई नमस्ते मेरो नाम सिन्तानाथ है नेपालगञ्ज खजुरा गाउँ 2 गाउँपालिका 2 एलगाउँदेखि बोलिरहेको छु हाम्रो प्यारो साथी न्यू भ्लग हो सबैजनालाई कमेन्ट सब्सक्राइब गरिदिनु होला हाम्रो 7-8 वर्षको है सानैदेखिको साथी हो सँगै पढ्ने सँगै खेल्ने एकदम मिल्ने बेस्ट अनि आज चाहिँ मिलाइ भेट्न मेरो घरमा आएको छिन् एकदम मिस गरेको छु धेरै माया छ अनि सबैजनाले माया गरिदिनु होला अनि न्यू भ्लग छ माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला है नजाने कुराहरू त्यही बक्सबाट पनि ठ्याक्क सिकाइदिनु होला भन्न चाहन्छु अनि एकदम खुसी छु ह्याप्पी छु यसरी धेरै वर्षपछि भेट हुँदाखेरि है यही भन्न चाहन्छु सबैजनालाई माया गरिदिनु होला अनि मलाई टिकटकमा देखेको साथीहरूले पनि युट्युबमा देख्नुभयो भनेपछि पनि यसो टक्क लाएर सपोर्ट गरिदिनु होला भन्न चाहन्छु धेरै माया छ अल टिकटक साथीहरूलाई अनि युट्युब साथीहरूलाई पनि धेरै एकदम मिस गरेको छु कस्तो लाग्छ हाम्रो साथीको सम्बन्ध कमेन्टमा छोडिदिनु होला ल है त यति भन्दै अब भिडियोले के स्किप गरौँ होला होइन अनि ऊ पनि अब पसलमा जानु छ पसलमा जानु छ म पनि अब घरतिर लागौँ होला आज मेरो बाबुको स्कुलै छुट्टीमा गएको कि स्कुल जान मेरो बाबुको भयो होइन अनि म पनि घरतिर लाग्छु साथीहरू अनि अनि भिडियोलाई यहीँ सेभ गरौँ न सब्सक्राइब गर्दै नबिर्सनु साथीहरू है त भन्दै बाई टेक केयर स्वस्थ साथीहरू है त